छु अब ठ्याक्कै मलाई बाल काट्नु एकदम इन्ट्रेस्टिङ छ। अहिलेसम्म कसैले काटेको पनि छैन, फेरि बिगारिदिन पनि सक्छु। हाई गाइज, गुड मर्निङ, वेलकम टु न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँ ह्याप्पी खुसी हुनुहुन्छ होला भन्ने आशाको साथ मेरो पनि भ्लग भिडियो सुरुवात मेसिनबाट भइसकेको छ गाइज। मैले मेसिन किन लगेको भनेपछि मैले म बाल काट्ने जाँदैछु। यसरी घर 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 पाएर बाल काट्नेवाला छु गाइज। ठ्याक्कै कस्तो नभन्दै बाहिर पानी परेको हेर्नु त गाइज, कस्तो पानी परेको यी। तपाईँ देख्नु भएको छ छैन नि? देख्नु भयो नि कति ठुलो पानी परेको हो कि एकैछिनमा। मैले त भलक भिडियो सुरुवात गरेँ नि, यतिखेर पानी पर्नुपर्ने। जब म बाल काट्नु जान्छु भनेर मेसिन लग्छु नि, त्यतिखेर बाहिर पानी पर्छ। के गर्नु हो क्या पानीलाई पनि? अति पानी पऱ्यो गाइज। र अहिले तपाईँले थोरै रोकिदिनु पऱ्यो क्या, धेरै पानी पर्नु लाग्यो। अलिकति कम गर्नु न यहाँ, अति पानी पऱ्यो। गर्मी थियो, गर्मीमा झन् चिसो भइदिन्छ। के गर्नु, धेरै पानी पऱ्यो, अलिक कम गर्नुहोस्। अहिले थोरै गर्नुहोस् हो। तपाईँहरूले मलाई यति माया गरिदिनुहुन्छ, मेरो भलक भिडियो हेरिदिनुहुन्छ, यही नै खुसी लाग्छ मलाई। यहाँभन्दा बढी यति अरू के खुसी लाग्छ? मेरो खुसी हुने नि तपाईँ हो कि मलाई माया गरिदिनु भएको छ। हृदयदेखि नै धन्यवाद। र म पनि लाग्यो है बाल। तपाईँलाई कस्तो बाल मनपर्छ र मैले कस्तो बाल काट्नेवाला छु, कसको बाल काट्नेवाला छु, तपाईँले भिडियो हेरिसकेपछि थाहा पाइहाल्नुहुन्छ गाइज। र म गरेर लगेर गर्नेवाला छु अब ठ्याक्कै मलाई बाल काट्नु एकदम इन्ट्रेस्टिङ छ। अहिलेसम्म कसैले काटेको पनि छैन, फेरि बिगारिदिन पनि सक्छु। बडे भाइ, ओ बडे भाइ भैया। अच्छा के चटपटेको चम्चा काट्नु लाग्यो भाइ। ए चटपटेको चम्चा, चटपटेको चम्चा अनि यति धेरै तपाईँको त यति धेरै यति पुग्दैन होला होइन? पुग्दैन यार, एक दिनमा पुग्दैन होइन? यति धेरै हुन्छ नि त अब दाइको। ए दाइले त आजभोलि पुरै छाप्नु भएको छ कि, यस्तै छाप्नु भयो नि, एकछिनमै सकिन्छ होइन यो? अन्त पानी पर्यो भने पानी त पर्नु लाग्छ भाइ। ठ्याक्कै मैले भल भिडियो स्टार्ट गर्नु लाग्यो, अनि ठ्याक्कै उतिखेरै पानी पर्छ कि त के भयो, के गर्नु पर्छ यसको लागि? आज भिडियो तपाईँको धेरै भाइरल हुन्छ भाइ। हो तपाईँ यति हेर्नु त, यो चटपटे खालि अनलाइन चटपटेको लागि मात्रै यो सबै भ्याउँदै भ्याउँदैन, पुग्दै पुग्दैन, फेरि म त अरू गर्दै हुनुहुन्छ। ए तपाईँलाई चटपटे एकदम मिठो खान मन लाग्छ भनेपछि फेरि यहाँ सम्पर्क गर्नु होला, आइहाल्नु होला उहाँको ठेलामा टक्क पारेर। सिधै आउनुहोस्, सिधै आउनुहोस्। ढुङ्गेधाराबाट दायाँ बायाँ काहीँ नलाइकन तपाईँको यो हो नि, यसले काट्ने नि बाबु? त्यसैले हो भाइ। ल दाइ, ल स्टार्ट गरिहालौँ। यही भित्र स्टार्ट गरेर त मिलेन, बाहिर निस्किनु पर्यो। ठ्याक्कै बाहिर पानी आएछ, के गर्ने गाइज? ठ्याक्कै म जब बाल्कनी निस्किन्छु नि त्यो पानी पर्छ के होला गाइज? बेड लगो कि गुड लगो? गुड लक है भाइ, गुड लगो, भयङ्कर गुड लक हो। वाह हो र दाइ। ल उ गरौँ त्यसो। ए अहिले बाहिर पानी कति निस्किनु तपाईँ? म त निस्किन्छु, म त निस्किउँला दाइ। कति बजे भनेपछि त्यही 1 बजे। 1 बज्यो पानी। 1 बजे पनि ठिक छ, केही छैन। 2 बजीतिर 1:30 बजीतिर निस्किनु भयो हो। फेरि पानी परिहाल्यो दाइ, नभएपछि अलिक पछि काट्नु, शान्ति काट्नु ल। तपाईँले यस्तो हो नि दाइ, सुन्नु न, कस्तो शनिबार बाल काट्नु हुँदैन, राम्रो हुँदैन। फ्राइडे हो, फ्राइडे मात्रै बाल। ए अरू बार पनि काट्छन्, शनिबार आयु घट्छ अरे कि आयु। गाइज तपाईँहरूले पनि यो बाल कुन कुन बार काट्छन् भने यसो ज्योतिषसँग सल्लाह लाग्नु होला नि। तर युट्युबमा पनि छ ज्योतिष, उनीहरूले कुन बार काट्दाखेरिमा बाल अनि आयु पनि घट्छ कि, आइतबार सोमबार कुन बार काट्दाखेरिमा आयु बढ्छ भनेर सबै हुन्छ क्या। तर गाइज तपाईँहरूले म चाहिँ सधैँ फ्राइडेमा काट्छु, तपाईँहरूले कुन बार काट्नुहुन्छ जस्ट कमेन्ट। तर बाहिर पानी परेछ, तर हाम्रो काम रोकिन्न के, काम रोकिने चान्सै छैन हाम्रो। खाने मुखलाई कहिले जुगाल छ नि भाइ, एउटा खाने मुखलाई जुगाले कहिले छेक्दैन भने जस्तै हाम्रो काम पनि रोकिने आएको छैन। बाहिर पानी परोस्, डोल आओस्, हावा चलोस्, होइन मतलबै छैन। जति लामो जुगा होइन, भोक लागेपछि त गइहाल्छ। जति लामो जुगा भयो नि, जुगा पैसा पनि खाइन्छ त, जुगा पैसा पनि भित्र खाइहाल्छौँ। लगाइ म चाहिँ लाग्यो होइन उहाँको बाल काट्न। बाहिर पानी आयो पनि हाम्रो बाल काट्न रोकिरहेको छ, हाम्रो बाल काट्न रोक्नु भएर हामीलाई निकाल्नु भयो है। माइनस 0 स्टार्ट गरौँ कि माइनस तो एकदम कम भयो। अरे माइनस हुन्छ भाइ, मेरो हो जीवन पुरा खतरा रहेको। फेरि हेर्नु त कस्तो भयो, ठ्याक्कै गरेर मिलाइदिनु।
ओ माई गड पानी यहाँ लौ गाह्रो होला जस्तो छ सधैँ भरिने ठाउँ एरिया कत्रो जुत्ता लगाएर बर्बाद भएछ हाई राशि अब तिमी कहाँ गएको दिउँसो मैले तिमीलाई कति खोजेँ कि राशि कहीँ पनि भेटाएन तिमीलाई राशि तिमी कहाँ जान्छौ साथीको घर अनि खै त मैले तिमीलाई देख्दै देखेको थिएँ राशि अनि खाना खायौ नाम खायौ कि नै थाहा छैन हौ खाना आएको हो नि वाह भोलि के बार हो ए भोलि राशि चिलमा हुन्छ अब होइन दाँत आयो मुसाले कहाँ लग्यो अब आउनु राशि आउँदैन तिम्रो दाँत आउँदैन अब आउँदैन तिम्रो दाँत आएको आयो मुसाले खायो गाइस अब राशिको दाँत आउन्न है अब मुसाले खायो रे खायो मुसाले अब दाँत आउँदैन दाइ के हो पपैया कहाँबाट ल्याउनु हो दाइ फेरि गर्नु दाइ गृहमन्त्री महारानी भन्नु न दाइ महारानी दाइको बाल काटेको के भन्नुभयो दाइ हो गाइस मेरो यति माग बढिसक्यो कि उहाँ दाइको मैले बाल काटेको थिएँ पसलको मान्छेले पनि बाल काट्न आउँछ रे भोलि काटिन्छ फर्स्टचोटि मेरो गाइस सिक्ने हो नि होइन चिलमा सिक्नु पर्छ चिलमा भोलि दाइ तपाईँ काटिदिनुहुन्छ होइन म काट्दिन्छु भाइ मेरो त पहिल्यै हात कामिसकिएको थियो म काटिदिइहाल्छु वाह दाइ डोन हो नि त फेरि दाइलाई खानुपर्छ नि दाइ लगाइछ यो पपैया एकदम बेस्ट हो फलफुलको सबैभन्दा राजा भनेर पपैयालाई चिनिन्छ कि दाइ अनि हामीले बिहान बिहान खायो भने एकदम सस्तो भइन्छ गाइस तपाईँहरू पनि खानु होला तपाईँहरूको कसो घरमा पनि हुनसक्छ आँखा देखिन्छ रे भाइ पहिला हाम्रो घरमा पनि थियो गाइस ए छिल्लु यसमा यस्तो छिल्नु पर्छ नि दाइ मेरो छिला यसको बिउहरू पनि उब्रिन्छ क्या दाइ मेरो छिलाइ फेरि बेग्लै छ भाइ तर हाम्रो नेपालमा छ तर त्यो खै के छ अहिले थाहै छैन मेरो छिलाइ फेरि अरूभन्दा अलिक फरक छैन वाह दाइको छिलाइ हो यो हो नि त युनिक यतिको त हुनु पर्दैन नि दाइ अरू यसरी छिल्छन् यस्तो पाराले चिल पारामा नि त भाइ म फेरि चिल पारामा ए राशि तँलाई हान्नु पर्छ आज किन तैँले मोबाइल लिएर आछस् ल आइज ल हो आइज ल आइज ल मलाई यो सबैभन्दा बढी मनपर्ने फेभरेट मेरो तपाईँहरूको फेभरेट कुन हो कमेन्ट गर्नु होला।